सामाजिक सुरक्षा कोष अर्थात् एसएसएफ तलबबाट काटिने पैसा आखिर कहाँ जान्छ र त्यसले कसरी काम गर्छ? ल आउनुहोस् आज यो विषयलाई एकदमै सरल तरिकाले बुझौं। धेरैजनाको तलब स्लिपमा हरेक महिना एसएसएफको लागि पैसा काटिएको देखिन्छ। तर कहिले सोच्नु भएको छ यो पैसा वास्तवमा केका लागि हो, यो कहाँ जान्छ? यो पुरै प्रणालीलाई राम्ररी बुझ्नको लागि हामी यसलाई 5 भागमा हेर्नेछौं। सुरुमा योगदान कसरी जम्मा हुन्छ, त्यसपछि कोषका 4 मुख्य सुरक्षा योजनाहरू के हुन्, अनि आवश्यक पर्दा सुविधा कसरी दावी गर्ने, दावी गरेपछिको प्रक्रिया र निर्णय कस्तो हुन्छ, र अन्त्यमा यसले हाम्रो भविष्यलाई कसरी सुरक्षित बनाउँछ। ल सुरु गरौँ पहिलो खण्डबाट। त्यो तलबबाट काटिने पैसाको हिसाब किताब आखिर के हो त? आउनुहोस् यसलाई केलाएर हेरौँ। कोषमा जम्मा हुने कुल रकम भनेको कुनै पनि श्रमिकको आधारभूत तलबको 31% हो। यही 31% नै त्यो मुख्य अङ्क हो जहाँबाट सबै कुरा सुरु हुन्छ। तर यहाँ एउटा एकदमै चाखलाग्दो कुरा छ। यो 31% पुरै कर्मचारीको तलबबाट काटिने होइन है। यसमा 11% मात्र कर्मचारीको तलबबाट जान्छ भने बाँकी 20% रोजगारदाताले थपिदिन्छ। भन्नुको मतलब यो एक किसिमको साझा लगानी हो। त्यसो भए कर्मचारी र रोजगारदाता दुवै मिलेर जम्मा गरेको यो 31% रकमले गर्छ के त? हो, यसैले कोषले प्रदान गर्ने सुरक्षाका 4 वटा मुख्य आधारहरू तयार पार्छ। यहाँ हेर्नुस् त, जम्मा भएको योगदानको सबैभन्दा ठूलो हिस्सा मतलब 28% भन्दा पनि बढी वृद्धावस्था सुरक्षा योजनाका लागि छुट्याइएको छ। यसले के देखाउँछ भने कोषले भविष्यको वित्तीय सुरक्षालाई सबैभन्दा बढी प्राथमिकता दिएको छ। यो 31%लाई यी 4 मुख्य योजनाहरूमा बाँडिएको हुन्छ। हरेक योजनाको उद्देश्य फरक छ, जसले गर्दा स्वास्थ्य, दुर्घटना, पारिवारिक सुरक्षा र अवकाश जस्ता जीवनका विभिन्न अवस्थाहरूमा एउटा बलियो सुरक्षा सञ्जाल प्रदान गर्न सकियोस्। ल ठिक छ, योजनाहरू त बुझियो। तर जब जीवनमा कुनै यस्तो अवस्था आइपर्छ, यी सुविधाहरू वास्तवमा कसरी प्राप्त गर्ने त? प्रक्रिया के हो? प्रक्रिया हेर्दा एकदमै सरल देखिन्छ, जम्मा 3 चरणको। तर यहाँ सबैभन्दा ध्यान दिनुपर्ने कुरा के हो भने हरेक सुविधाको लागि छुट्टा-छुट्टै र सही फारम प्रयोग गर्नुपर्छ। यो एकदमै महत्त्वपूर्ण छ। जस्तै एउटा उदाहरण हेरौँ। मातृत्व सुरक्षाको दावी गर्नु पर्यो भने अनुसूची 3 को फर्म चाहिन्छ भने अवकाशपछिको निवृत्ति भरण दावी गर्न अनुसूची 8 बाट प्रक्रिया सुरु हुन्छ। त्यसैले सही फर्म छनौट गर्नु नै आधा काम सकिनु जस्तै हो। ल अब सही फारम भरेर आवेदन पेश गरियो। त्यसपछि के हुन्छ त? हो, त्यसपछि पर्दा पछाडि एउटा औपचारिक समीक्षा प्रक्रिया सुरु हुन्छ। कोषले दावीलाई प्रभावकारी रूपमा अगाडि बढाउन एउटा स्पष्ट समयरेखा बनाएको छ। आवेदन पेश भएपछि कागजात जाँच हुन्छ र लक्ष्य के हुन्छ भने सामान्यतया 1 महिनाभित्रै निर्णय दिने, ताकि आवश्यक परेको बेला सहयोग छिटोभन्दा छिटो उपलब्ध होस्। तर कहिलेकाहीँ अशक्तता वा अन्य जटिल स्वास्थ्य सम्बन्धी दावीहरू आउन सक्छन्। यस्तो अवस्थामा विशेषज्ञ मूल्याङ्कनका लागि एउटा विशेष समिति अर्थात् स्वास्थ्य परीक्षण समिति गठन गरिन्छ। यो समितिमा को हुन्छन् त? यसमा वरिष्ठ चिकित्सक, सम्बन्धित विषयका विशेषज्ञ चिकित्सक र कोषका अधिकारीहरू हुन्छन्। यसो गर्नुको कारण के हो भने निर्णयहरू सतही नभई विशेष ज्ञान र विशेषज्ञतामा आधारित होस्। अब यदि कुनै योगदानकर्ता त्यो सुरुको चिकित्सा मूल्याङ्कनसँग सहमत भएन भने के गर्ने? हो, त्यसको लागि पुनरावेदन गर्ने प्रक्रिया पनि छ। तर पुनरावेदन समितिको निर्णयलाई नै अन्तिम मानिन्छ। ल अब यो सबै कुरालाई समेटेर अन्त्यमा छलफल गरौँ। आखिर यो कोषले योगदानकर्ताहरूका लागि समग्रमा के अर्थ राख्छ त? त्यसैले बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा के हो भने एसएसएफ केवल तलबबाट काटिने एउटा रकम मात्रै होइन। यो त नेपालको सम्पूर्ण श्रमशक्तिको सुरक्षित भविष्यका लागि गरिएको एक साझा लगानी हो। अब जब यो कोषले कसरी काम गर्छ भन्ने प्रश्न भएको छ, प्रश्न यो उठ्छ, के हामी सबैभन्दा बढी आवश्यक पर्दा यसको सही उपयोग गर्न तयार छौं? यो जानकारीले हामीलाई आफ्नो अधिकारबारे सशक्त बनाउँछ र आवश्यक परेको बेला सहयोग पाउन सुनिश्चित गर्छ। Subscribe for more upcoming videos.